आउनुहोस् सुरु गरौँ आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आज भौतिक साधन जुट्नाले तपाईँमा प्रसन्नता छाउनेछ। लाभ हुने काम सुरु गर्ने समय छ। आफ्ना कमजोरीहरूको फाइदा भने अरूले उठाउन सक्छन्। यसमा तपाईँले अलिकति बुद्धि लगाउनुहोला, गोपनीयतामा ध्यान पुर्याउनुहोला। साँझदेखि तपाईँको आज बिग्रेको स्थिति पनि बिस्तारै सुधार हुने देखिन्छ। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आज छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने मौका छ। नौलो प्रकृतिको कार्य शुभारम्भ गर्ने मौका छ। बिना प्रतिस्पर्धा धन लाभ हुनेछ। आर्थिक लाभ हुने दिगो फाइदा प्रारम्भ हुनेछ। तर बलजफ्ती गर्दाखेरि तपाईँलाई हानि हुन सक्छ। तसर्थ कुनै पनि काम तपाईँले बलजफ्ती भने नगर्नुहोला। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आज अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारो काम पनि सम्पादन हुन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आज दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। हिम्मत गर्दा पुरुषार्थी कार्य सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनु पर्ने हुन सक्छ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि व्यावसायिक कार्यमा खर्च बढ्नेछ। रोकिएको काम बन्नेछ भने नयाँ काम प्रारम्भ गर्ने समय छ। त्यस्तै गरी ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। तर स्वास्थ्यमा अलिकति आज तपाईँको कमजोर भएको अनुभूति भने हुनेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि अरूको काममा महत्त्वपूर्ण समय बित्न सक्छ। अवसरवादीहरूले झुक्क्याउन सक्छन्। अन्न लाभ पनि हुने देखिन्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न कार्य बन्नेछ। शुभचिन्तकहरूले सहयोग गर्नेछन् र तपाईँमा आज केही सहयोगी भाव राख्ने उनीहरूले तत्परता पनि देखाउनेछन्। तुला राशि। तुला राशि हुनेहरूका लागि आज हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। लामो समयदेखि रोकिएको काम सम्पादन गर्ने मौका छ। बेसुरमा वचन दिने बानीले भने दुःख पाउन सक्नुहुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ। साथै टाढाको यात्राको पनि योग रहेको छ। शुभचिन्तकहरूले आफ्ना योजनाहरूलाई साथ दिनेछन्। भौतिक साधन प्राप्त हुनेछ। व्यवसायले यात्राको अवसर जुटाउन सक्छ। धनु राशि। धनु राशि हुनेहरूका लागि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आश्वासन बाँड्नेहरूको भर पर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तिहरूबाट अवरोध हुने समय छ। त्यस्तै गरी बाध्यतामा अल्मलिनु पर्दा चिताएको कार्य रोकिन सक्छ। मकर राशि। मकर राशि हुनेहरूका लागि आज मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिन सामान्य नै छ। आम्दानी बढ्नेछ। परिवारजनका आवश्यकताहरू पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला। कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि पहिलेको सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अगाडि बढ्दा बिस्तारै लाभ मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिएको काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछ। नसोचेको धन लाभ हुन सक्छ। र अन्त्यमा पालो मीन राशिको। मीन राशि हुनेहरूका लागि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह भने बढ्नेछ।